सो हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई फेरि पनि स्वागत छ हाम्रो नयाँ च्यानलमा। नयाँ च्यानल होइन, भान्सा ब्लगमा। हाम्रो सन्दीप आज ह्यान्डसम भएर। धरेन्द्र के छ? हेलो गर। हेलो दाई। ल है, हामी चाहिँ निस्किन लाग्यो हाम्रो नयाँ साथी। होइन, एउटा यस्तो जोक्स हान्देऊ न। ल हामी चाहिँ आज टक्क घुम्न जानु लाग्यो। आज शनिबारको दिन चट्ट लगाएर यसो बाहिर निस्किनु लाग्यो, चस्मा लगाएर। यता सर फेरि ड्युटी जाने हो झोला बोकेर। यस्तो छ आइल्यान्डको हालत। ल अब गाडीमै गएर भेटौँला है त, बाई बाई। ल हाम्रो केटाहरू टक्क निस्किएर होइन, यस्तो पारामा गाडी आइसकेको अवस्था छ। अब चाहिँ चट्ट धेरै बेरमा होइन सन्दीप बाहिर निस्केको। हाम्रो अपार्टमेन्ट चाहिँ यही गाइज। ल हाम्रो टक्क हाम्रो अङ्कल चाहिँ राइडर है गाडीको। के छ अङ्कल? ठिक छ है। म अगाडि बस्छु कि सन्दीप? म चाहिँ टक्क अगाडिमा बस्नुपर्ने हुन्छ। मलाई फेरि पछाडि बस्दा अलिकति गाह्रो हुन्छ कि यार। ल ल हामी चाहिँ अब निस्किसकेको अवस्था छ है। ल फेरि सिट बेल्ट लाउनु पर्ने हुन्छ। के साथी? चस्मा नलाउ तिमीले यार। हाम्रो चाहिँ गाडीमा टक्क नेपालको झन्डा पनि छ। अहिले चाहिँ यहाँको कति बज्यो? 4 बजिसकेको अवस्था छ। देख्न सक्नुहुन्छ। अब चाहिँ हामी डेस्टिनेसन चाहिँ थाहा छैन कहाँ जाने भनेर। पहिला चाहिँ हामी अब साथीलाई छोड्नु पर्ने हुन्छ ड्युटीमा। कहाँ जाने अङ्कल आज? हो आज रमाइलो गर्ने एकदम मुडमा। तर हाम्रो साथी एउटा 2-4 शब्द भन्दैन यार, नयाँ मान्छे क्या। कैसे लोग रहते हैं यार यहाँ पर। तर यो जस्ट मजाक गरेको। ल हामी चाहिँ अब फाइनली गाइज छैन खोइ। ल ल ल ल हामी चाहिँ अब हिँडिसक्यौँ भनौँ न। अब 5 मिनट भयो घरबाट हिँडेको। धेरै पछि भ्लग हाल्दैछु मैले टिकटकमा, युट्युबमा। तपाईँहरूले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। मेरो 2-4 शब्द यही टुङ्ग्याउनु चाहन्छु क्या। ल अब गएर बाटोमै भेटौँला है त। ल गाइज अहिले चाहिँ हामी आइल्यान्डको मुटुमा आइसकेको। यो चाहिँ जर्ज टाउन हो। यो ठाउँको नाम चाहिँ जोर्जे टाउन होइन। आइल्यान्डको मुटु भनेकै जर्ज टाउन हो। अहिले चाहिँ हामी मेन बजारमा छौँ भनौँ न। हाम्रो बस्ने ठाउँबाट ट्याक्कै त्यो 10 मिनट लाग्छ यहाँ आउनको लागि चाहिँ। यहाँ चाहिँ हाम्रो सिपिङ हुन्छ, जमैकादेखि आउने हो। यहाँ चाहिँ क्रुज सिपहरू आएर बस्छ होइन। अनि हप्तामा 2-3 चोटि आउँछ यहाँ चाहिँ क्रुजहरू। मेन आइल्यान्डको मेन ऊ भनेकै टुरिज्म होइन अङ्कल? हो टुरिज्म हो। यहाँ चाहिँ मेन चल्ने भनेको रेस्टुरेन्टहरू हो। अरू त्यस्तो ठुलो कम्पनीहरू छैन। यस्तो छ बाटो। यही टाउन एरिया गाइज। ल अब तपाईँहरूलाई म टाउन एरियाको भिडियो देखाउँछु है त। ल
गाइस अहिले चाहिँ हामी गाडीबाट झरेको अवस्था छ टक्कपारामा यता आइसकेको रेस्टुरेन्टतिर आएको अवस्था छ है त के छ कस्तो इन्जोय भइरहेको नि माहौल एकदम इन्जोय गरेको नि केटाहरू धरेन्द्र इन्जोय गरेछौ एकदम तिमीले अनि हाम्रो आशिष भान्जाल के भन्न चाहन्छौ त एकदम सम्झिरहेको छु धरेन्द्र तिम्रो साथीहरूलाई के भन्ने हो भन है सन्दीप यार भन न यार तिमी 2-4 शब्द यार फेरि भ्लगबाट कसलाई सम्झिन चाहन्छौ तिमीले हो हाम्रो नयाँ साथी के हो यार अनि इन्जोय गरे हौ नि गाइजहरु हामी चाहिँ अहिले टक्क टुक्का रेस्टुरेन्ट भन्ने ठाउँमा आएको छौँ अब जाने हिँडेको अर्कै हो बाटो हिँड्दै गरेको मान्छेलाई के गरे यार भन्छ जस्तो भयो कि कहाँ ल्याइदिनु भयो यार हाम्रो अङ्कलले यार अङ्कल हजुर कहाँ लिएर आउनु भयो कि हामीलाई यार कहाँ लिएर आउनु भयो कि यो यार आउँदैन आएको ठाउँ यार रेस्टुरेन्टमा चाहिँ आज डिनर गरौँ भनेर हो र आज हुन्छ हाम्रो यस्तो छ प्लान यस्तो छ है गाइस ठाउँ चाहिँ देख्न सक्नुहुन्छ लुक एट द भ्यू यहाँ चाहिँ पुरा चिल उडिरहेको है यहाँ माथि यस्तो छ केटीहरू भन्ने होइन हाम्रो दिदी होइन है केटाहरू कसैलाई आएर नला है दिदी बहिनीहरू सबै ए बबाल देख्दो रहेछ है यहाँ चाहिँ लगाइ चाहिँ हामी चाहिँ यहाँबाट निस्किसकेको अवस्था छ होइन केटाहरूलाई मन परेन अरे ठाउँ चाहिँ अब चाहिँ हामी अर्को ठाउँ जानुपर्ने हुन्छ अगाडि चट्ट रमाइलो गर्नुपर्ने हुन्छ कस्तो देखियो धरेन्द्र मलाई चाहिँ ठिक छ ए ल गाइस हामी फाइनली वेस्ट बे आइसकेको अवस्था छ देख्न सक्नुहुन्छ तपाईँले यहाँको अवस्था चाहिँ यस्तो छ साथी हेलो के हो नाचो न ब्याकग्राउन्डमा म्युजिक बजिरहेछ होइन कपिराइट लाग्न नि सक्छ के म्युजिक भाइबमा टक्क लगाएर आज हाम्रो विकेन्ड हामी मनाउँदैछौँ अहिले चाहिँ बाटो पहिला भन्दा राम्रो जस्तो लाग्यो मलाई चाहिँ यस्तो छ गाइज अब फाइनली हामी हाम्रो डेस्टिनेसनमा आइसकेको अवस्था छ होइन केटाहरू के हो र यार सुनसान यार हो भनौँ न यार अहिले चाहिँ यो वेस्ट बेको हामी लास्ट पार्टमा आउँदैछौँ है अब हामी यहाँबाट चाहिँ हाम्रो यात्रा सुरु हुँदैछ के भन्न चाहनुहुन्छ तपाईँहरू भन्नुहोस् त 2-4 शब्द अन्त्य कस्तो अन्त्य हो र यार यहाँबाट अगाडि ठाउँ छैन भनेर त्यस्तो अनि जे भयो नि यो मन त मेरो नेपाली है गाइस फेरि हाम्रो गाडीमा यस्तो नेपालको झन्डा छ है यहाँबाट चाहिँ हामी यता लेफ्ट लाग्नु पर्ने हुन्छ अनि त्यहाँबाट फेरि राइट लाग्नु पर्ने हुन्छ यता गाइस फाइनली हामी चाहिँ आइसकेको अवस्था छ यहाँ चाहिँ खतरा रमाइलो रहेछ है आज चाहिँ पुरै यस्तो यस्तो चाहिँ यहाँ चाहिँ हर्स राइडिङ नि भइरहेछ है यहाँ चाहिँ देख्न सक्नुहुन्छ अनि यहाँ चाहिँ पुरै के खेल्यो है यस्तो त केही थाहा छैन मलाई भयो नि फाइनली डेस्टिनेसनमा आइसकेको अवस्था छ हाम्रो यही हो भाइरल पिङ केटाहरू यहाँ छन् टक्क पिङ खेल्दैछन् फेरि यहाँ रमाइलो छ जे होस् यस्तै छ गाइस के भन्नु छ र होइन अब चाहिँ हामी टक्क फोटो भिडियो चाहिँ गर्नुपर्ने हुन्छ एकछिनमा अहिले चाहिँ हामी ठ्याक्क वेस्ट बे भन्ने ठाउँमा छौँ यहाँबाट यता पनि छ यो आइल्यान्डको अलिकति ठाउँ हामी आएको चाहिँ यो साइडबाट हो हर्स राइडिङ यहीँ है गाइस फाइनली गाइज हाम्रो फोटो सेसन पनि सकियो धेरै फोटो खिच्यो अब चाहिँ हामी फेरि ब्याक टु ब्याक होम घर जानु लागेको अवस्था छ यहाँ चाहिँ यस्तो अवस्था यस्तो छ गाइज लगाइज अब हामी चाहिँ फाइनली वेस्ट बेबाट अब निस्किनु लाग्यो चाहिँ हामी टक्क फोटोसोटो नि खिच्यो अब चाहिँ एउटा टिकटक बनाऊँ भनेको खै त साथीहरू लगाइज अहिले चाहिँ हामी डक साइडतिर आइसकेको छौँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुरै चढ्ने खाले डुङ्गा अब चाहिँ हामी टक्क पारामा यहाँबाट चाहिँ घर लागिन्छ होला हाम्रो लास्ट डेस्टिनेसन भनेको यही हो त्यसपछि चाहिँ हामी घर लाग्नेछौँ अलिकति आँखा पोलिसकेको अवस्था छ देख्न सक्नुहुन्छ यस्तो छ भाइब चाहिँ चिल भाइबमा इन्जोयमेन्ट भइरहेछ
यस्तै छ बोल्न त केही आउन होइन अङ्कल 2-4 शब्द टिपिक्क छोटो मिठो हो के लगाइ जब चाहिँ हामी फाइनली हिँडेको अवस्था छ फेरि पछि पनि भान्साको भ्लग चाहिँ सपोर्ट गर्दै जानु होला भन्न चाहन्छु म चाहिँ अब चाहिँ फाइनली घरमा जानु पर्ने हुन्छ हामी तपाईँहरूलाई मैले देखाइसकेँ हाम्रो आजको यात्रा राम्रै भयो भनौँ न होइन कस्तो लाग्यो गाइज यात्रा कस्तो भयो अनि 2-4 शब्द के भन्न चाहन्छ त नि केटाहरू मेरो च्यानलमा लाइक सब्सक्राइब ल गाइज ओए साथी बोल न यार बीचको मान्छे यार लाइक सब्सक्राइब गर्नु पर्यो हैन गर्नु पर्यो भान्जा यता हेर अङ्कल फेरि पैसा छ के ल पैसा है भान्जा भोगलाई हैन ल कसैले आवश्यकता छ नि धेरै त सकिदैन $1 चाहिँ ल सबैजनाले माया देखाइदिनु होला भान्जा ब्लगलाई अहिलेको लागि चाहिँ यति नै यति भन्दै म बिदा हुन चाहन्छु हस्त धन्यवाद बाई